हेलो साथीहरु नमस्ते। आज पनि म एउटा तपाईहरुको लागि एउटा विशेष भिडियो लिएर आइसकेको छु। तपाईहरुको लागि आज युट्युबमा कसरी हामीले थम्बनेलहरु बनाउने, थम्बनेलको डिजाइनिङहरु कसरी बनाउने भन्ने बारेमा आज म तपाईहरु सामु भिडियो लिएर आइसकेको छु। मोबाइल सम्बन्धी या युट्युब सम्बन्धी भिडियोहरु म ल्याउँदै गरौँला। त्यही भएर एउटा लाइक र सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला भन्दै अब चाहिँ म तपाईहरुलाई मेरो मोबाइल स्क्रिनतिर लान चाहन्छु। सो लेट्स गो। साथीहरु हामी मोबाइलको स्क्रिनतिर आइसकेका छौं। अब हामी थम्बनेल कसरी बनाउने भनेर सिक्न गइराखेका छौं। थम्बनेल भनेको अब युट्युबको अगाडि पार्टमा आउने त्यो हो, त्यो पार्ट हो। त्यसको लागि सबैभन्दा पहिला तपाईहरुले यो क्यानभा भन्ने एप्लिकेसन डाउनलोड गर्नु होला। यो मेरो मोबाइलमा मैले अलरेडी डाउनलोड गरिराखेको छु। यो डाउनलोड गरेर तपाईले एउटा फोन मार्फत रेजिस्टर गर्नुपर्ने हुन्छ। अनि तपाईको फोनमा कोड आउँछ अनि त्यो कोड हालेर तपाईले यो एपलाई क्यानभालाई डाउनलोड गर्न सक्नुहुन्छ। जस्तै मैले अब म यो एप क्यानभामा जाँदै छु। मेरो मोबाइलको सबैभन्दा पहिलो अगाडिपट्टि पार्टमा छ, मैले त्यसमा गएँ। यो क्यानभामा मैले पहिला पनि थम्बनेलहरु बनाएर राखेको थिएँ। अब साथीहरुलाई जिज्ञासा हुन सक्छ थम्बनेल भनेको कसरी बनाउने भनेर। अब यस्तो खोलेपछि अब जस्तै मैले यहाँ तल देख्न सक्नुहुन्छ, यहाँ मैले यहाँ भिडियोको लागि यहाँ बनाएर राखेको थम्बनेलहरु यहाँ थुप्रै छ। यतापट्टि युट्युब थम्बनेल भनेर यहाँ क्यानभाले पनि दिएको हुन्छ, तपाईले त्यसमा पनि गएर बनाउन सक्नुहुन्छ। अब हामी चाहिँ आफ्नै बनाउन प्रयास गरौँ। त्यसको लागि अब प्लसमा तपाईले टाइप गर्नु। यहाँ प्लसमा टाइप गरिसकेपछि माथिपट्टि सर्च बार आएको छ। सर्च बारमा गएर अब युट्युब थम्बनेल भनेर लेख्नु होला। त्यसरी जस्तै मैले लेख्दै छु। जस्तै तल आइसकेको छ युट्युब थम्बनेल अनि युट्युब ब्यानर, युट्युब सर्च भनेर यहाँ तल अप्सनहरु आइसकेको छ। अब हामीले यो युट्युब थम्बनेल नै लेखौं। युट्युब थम्बनेल आइसकेको छ, यसमा टच गरौँ। यसमा टच गरिसकेपछि साथीहरु यसरी यस्तो इन्टरफेस आउँछ। जस्तै यो अब एउटा यो व्हाइट पेजको आएको छ, युट्युबको साइजमा आएको हुन्छ यो। अब यसमा हामीले विभिन्न आफ्नो फोटोहरु ल्याएर राख्न सकिन्छ। अब ग्यालरीको अप्सन आएको छ तल हैन, टेक्स्टको छ अनि एलिमेन्ट्सहरु छ, डिजाइनिङ छ, त्यसै विभिन्न यहाँ अप्सनहरु छ हैन। अब यसको लागि अब हामीले यहाँ फोटो ल्याएर राख्नुपर्छ। फोटो चाहिँ तपाईले पहिला नै अब ग्यालरीबाट पनि सिलेक्सन गर्न सक्नुहुन्छ। तपाईले पहिला नै निर्णय गरेर राखेको भए राम्रो हुन्छ। अब जस्तै मैले यहाँ यसको लागि ग्यालरीमा गएँ। ग्यालरीमा गएपछि अब हाम्रो ग्यालरीतिर लान्छ हामीलाई। अब ग्यालरीमा गएपछि हामीले फोटो सिलेक्सन गर्नुपर्ने हुन्छ। जस्तै मैले एउटा फर एक्जाम्पलको लागि यहाँ फोटोजमा जान्छु। म फोटोजमा गएँ। फोटोजमा गइसकेपछि अब मैले यहाँ एउटा फर एक्जाम्पलको लागि मैले एउटा फोटो यहाँ सिलेक्सन गर्छु। जस्तै फर एक्जाम्पल मैले एउटा सिन भएको फोटो चुज गर्छु। तपाईहरुले पहिला नै सिलेक्सन गरेर राख्नु होला। यसरी राख्यो भने सजिलो हुन्छ। अब म एउटा फोटो कुन चुज गरौँ भनेर म तपाईलाई अहिले तत्काल बनाएको भिडियो भएर अब कुन चुज गरौँ जस्तो भयो मलाई। अब त्यही अलमल नगरिकन यो फोटोलाई चुज गर्छु। म यसलाई चुज गरेँ। अब यसमा चुज गरिसकेपछि हेलोमा गरेँ। गरेपछि हाम्रो यहाँ फोटो यसलाई अब
यहाँ आएको छ। यो अपलोड गरौँ। अपलोड फाइलमा गएपछि यहाँ आइसकेको छ हाम्रो यो फोटो यहाँ आएको छ जुन मैले सिलेक्सन गरेको छ यो यहाँ आएको छ हैन। यसलाई अपलोड गरेर यहाँ आयो। अब यसलाई हामीले यहाँ साइज मिलाउनु पर्छ। जस्तै यहाँ फोटोमा टच गरौँ। फोटोमा टच गरेपछि यसलाई यो चार कुनामा यो गोलो गोलो चिन्हहरू छ यसरी तपाईले मिलाउन सक्नुहुन्छ। यसरी तपाईले मिलाउन सक्नुहुन्छ। अलिकति तल ल्याएर अलिकति बाहिर आएर पनि केही फरक पर्दैन, तर भित्र चाहिँ हुनु हुँदैन। भित्र भयो भने चाहिँ जस्तै भित्र भन्नाले यस्तो भयो भने चाहिँ यस्तो भयो भने चाहिँ यो तलको पार्ट चाहिँ अलि पछि चाहिँ खाली आउँछ। त्यही भएर चाहिँ यसलाई फोटोलाई चाहिँ राम्रोसँग मिलाउनु पर्ने हुन्छ। जस्तै मैले अब फोटोलाई यहाँ राखेँ। अब यसलाई अब मैले फोटोमा टच गरेँ। अब अर्कोपट्टि टच गरेँ। साइडमा टच गरेपछि यो यहाँ बसेको छ। अब हामीले यसमा टेक्स्टहरू लेख्नुपर्ने हुन्छ, अक्षरहरू लेख्नुपर्ने हुन्छ हैन। अब फर इक्जाम्पलको लागि अब म तपाईहरुलाई युट्युब थम्बनेल कसरी बनाउने भनेर लेख्छु हैन। यहाँ टेक्स्टमा जाउँ। अब यहाँ टेक्स्टमा गएपछि अब यो फोटो ल्याउँदा चाहिँ तपाईहरुले आफूलाई सुहाउने खालको ल्याउनु होला। मैले इक्जाम्पलको लागि अब यो सीन लिएर आएको छु हैन। अब यहाँ एड ह्यान्डलिङमा टच गरेँ मैले। अब यहाँ तपाईले लेख्न सक्नुहुन्छ। किबोर्ड यसरी खोलिन्छ। यसरी किबोर्ड खोलेपछि अब तपाईले यहाँ अब यो तपाईको कुन भिडियो चाहिँ के सम्बन्धी हो हैन, त्यसैसँग रिलेटेड बनाउनु पर्ने हुन्छ हामीले यो युट्युब थम्बनेल। त्यही भएर अब मैले चाहिँ यहाँ अब तत्कालको लागि यो अब यो ठाउँको बारेमा म यहाँ लेख्दैछु। यो ठाउँ चाहिँ फर इक्जाम्पलको लागि स्पेनको सहर भनेर मैले लेखेँ हैन। सहर स्पेनको सहर मैले तल्लोपट्टि अब यहाँ इन्टर गरेर तल्लोपट्टि आएँ। अब यतापट्टि चाहिँ मैले अब नेपाली किबोर्ड सेलेक्सन गरेँ। नेपाली किबोर्ड सेलेक्सन गरिसकेपछि मैले यहाँ तल्लोपट्टि चाहिँ ब्र्याकेट दिएर अब यहाँ मैले नेपालीमा लेख्छु स्पेनको सहर भनेर। स्पेनको सहर भनेर आयो हैन। अब किबोर्ड त तपाईहरुलाई लेख्न आइहाल्छ। यसरी अब हाम्रो यो अब टेक्स्ट अब रेडी भयो हैन। अब टेक्स्टलाई पनि अब हामीले कलर चेन्ज गर्नु पर्यो हैन। अलिकति कलर चेन्ज गर्यो भने राम्रो देखिन्छ। त्यही भएर अब कलर चेन्ज गर्नको लागि चाहिँ यो ए साइन आइरहेछ। यहाँ चाहिँ कलरको साइन पनि छ। त्यसमा टच गरौँ। त्यसमा टच गरेर अब यहाँ विभिन्न कलरहरूको यहाँ अप्सनहरू तपाईले देख्न सक्नुहुन्छ। तल आएको छ। यतापट्टि तल यसरी स्क्रोल डाउन गरेपछि यहाँ कलर आफूलाई कुन मन पर्छ त्यो चुज गर्न सक्नुहुन्छ। अब यहाँ फर इक्जाम्पलको लागि अब यहाँ स्पष्टसँग लेख्नु पर्यो। मैले यसलाई अलिकति शिफ्ट गरेँ अक्षरलाई। यो टेक्स्टलाई म पहिला अलिकति उता सार्न चाहन्छु किनकि यहाँ सिन भएको छ हैन। त्यसको लागि अब सार्नको लागि पहिला यहाँ जुनमा टेक्स्ट छ त्यसमा टच गरेँ। टच गरिसकेपछि यहाँ मैले अब यसलाई यसरी औँलाको सहायताले यसरी माथिपट्टि सारेँ। अब यसलाई ठुलो गर्न चाहनुहुन्छ अलिकति भने यो यतापट्टि टच गरेर यसरी तपाईले सानो ठुलो गर्न सक्नुहुन्छ। अब यतिको साइजमा म राख्न चाहे मलाई चाहिँ यतिको साइज सुटेबल लाग्यो। अब यसलाई कलरमा चेन्ज गर्नु पर्यो हैन हामीलाई। त्यसको लागि अब कलर ल्याउनको लागि अब यसो यहाँ टच गरिसकेपछि यो अब तल अप्सनमा चाहिँ इन्टुमा टच गर्नु होला। इन्टुमा टच गरिसकेपछि हैन यहाँ फेरि टच गर्ने।
अब यसलाई मैले यतापट्टि यहाँ जुनमा टेक्स्ट अघि लेखेको थिएँ त्यसभित्र टच गरेपछि यस्तो अप्सन आउँछ। अब मैले यो किबोर्ड पहिला चेन्ज गरेँ। अब यहाँ कलर चेन्ज गर्नको लागि यहाँ अघि मैले भनेको थिएँ ए को तलपट्टि कलरको साइन छ, त्यसमा ए मा टच गर्नु होला। ए मा टच गरिसकेपछि अब तपाईहरुले आफुलाई मनपर्ने कलर कुन छ त्यसलाई चाहिँ चुज गर्नु होला। फर एक्जाम्पलको लागि मैले अहिलेको लागि यहाँ रेड चुज गरेँ हैन। रेड चुज गरेँ मैले। सेलेक्ट अल भनेछ, मैले सेलेक्ट अल गरेपछि यहाँ यस्तो आएछ हैन। अब यसलाई अलिकति मैले सानो गर्न चाहे, अब अहिले पनि गर्न मिल्छ। यहाँ टच गर्नु होला, यसलाई ब्याक गर्नु होला। ब्याक गरिसकेपछि तपाईले यहाँ तलपट्टि यो लेआउटहरुमा इन्टुमा टच गरेर फेरि तपाईले यो टेक्स्टमा टच गर्यो भने यसरी फेरि ठुलो सानो गर्न मिल्छ। यसलाई मैले अलिकति यसलाई सानो गर्न चाहे, अहिले म यसको कारण म अहिले भन्छु। अब यतापट्टि त भयो हामीले यसरी लेख्नु। फेरि हामीलाई अर्को टेक्स्ट लेख्नु मन लाग्यो भने फेरि हामी यहाँ टेक्स्टमा जाउँ। टेक्स्टमा गएर फेरि हामीले अघि जस्तै एड अ हेडलिङ भनेर यसमा गएर फेरि हामीले आफुलाई चाहिने यहाँ वर्ड्सहरु हेडलाइनहरु लेख्न सक्नुहुन्छ। अब यसको लागि मैले स्पेनको शहर भनेर लेखेँ यता हैन। अब यहाँ चाहिँ म स्पेनको शहर भनेर लेखेँ मैले यहाँ। अब कस्तो छ भनेर लेखेँ हैन। अब यसलाई चाहिँ मैले अघि जस्तै इन्टर गरेर फेरि यहाँ तलपट्टि चाहिँ नेपाली अक्षरमा लेखेँ मैले। यहाँ ब्र्याकेट राखेर अब यहाँ कस्तो छ हैन, यस्तो भयो। अब यो अक्षरलाई हामी अर्कै कलर राख्छौं। त्यसको लागि अब हामी यहाँ अघि जस्तै कलरमा जाउँ। कलरमा गइसकेपछि हामी अब यसलाई चाहिँ हामी अर्कै कलरमा राख्न चाहे मैले। त्यसको लागि मैले ग्रीन चुज गरेँ। चेन्ज अल भनेछ हैन, हामी चेन्ज अल अब हाम्रो यो जुन घेराभित्र छ अहिले हामी तत्काल लेखेको छ त्यो चाहिँ चेन्ज हुन्छ। अहिले यहाँ चेन्ज अल गरेपछि यस्तो भयो। यो अलिकति मलाई सुइटेबल लागेन, त्यही भएर अर्कै कलर मैले चुज गर्न चाहे। अब अर्को कलर म यहाँ चाहिँ अझै अलिकति गाढा ग्रीन चुज गरेर यो चाहिँ मलाई ठिक लाग्यो। अब अघि जस्तै यसलाई इन्टु गर्यो। अघि जस्तै हातको सहायताले फेरि टच गरेर अघि जस्तै यसरी सारेर मैले यहाँ राखेँ। अब स्पेनको शहर कस्तो छ भनेर हामीले यसरी तपाईले आफूले मन पर्ने जस्तै यसरी कुन कलरको मन पर्छ तपाईले यसरी तपाईले लेख्न सक्नुहुन्छ। अब यसैमा तपाईले अर्को फोटो ल्याएर राख्न सक्नुहुन्छ। जस्तै अब तपाईको आफ्नो फोटो, कुनै फोटो तपाईले यहाँ आफ्नो फोटो ल्याएर राख्न चाह्यो भने यहाँबाट तपाईले यहाँ क्यानभामा फोटो ल्याएर राखेको हुनुपर्छ। त्यसको लागि चाहिँ तपाईले अब म ब्याक जान्छु। ब्याक गएर जस्तै गुगलमा गएँ, मैले गुगलमा गएर एउटा फोटो मैले सेलेक्ट गर्छु। जस्तै गुगलमा गएर अब हामीले त्यहाँ फोटो राख्नलाई पछाडिपट्टिको ब्याकग्राउन्डहरु त्यहाँ हटाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ यहाँ मैले गुगलमा बिजी रिमुभ भनेर लेख्यो भने बिजी रिमुभको मतलब ब्याकग्राउन्ड रिमुभ हो। अब यसमा गएर
यहाँ टच गरेपछि हाम्रो यहाँ फोटो सेलेक्ट गर भनेर भन्छ यसले। गुगलमा यस्तो इन्टरफेस आउँछ। अब यहाँ अपलोड इमेज गर भनेर भनेको छ। अपलोड इमेजमा टच गरेँ। अब यसरी हाम्रो ग्यालेरीको फोटोहरू खोल्छ। अब जस्तै मैले फर एक्जाम्पलको लागि उदाहरणको लागि मैले यो फोटो मैले सेलेक्ट गरेँ। जस्तै मैले यो फोटो सेलेक्ट गरेपछि हाम्रो फोटो यहाँ आएर बस्छ, तर ब्याकग्राउन्डको पार्टहरू चाहिँ यसले हटाइदिन्छ यसरी मजाले। अब यसलाई तपाईले डाउनलोड गर्न सक्नुहुन्छ। तल्लोपट्टि यहाँ लेफ्ट साइडमा डाउनलोड बटन छ, त्यसमा टच गर्नु होला। टच गरिसकेपछि अब तपाईले यहाँ अप्सन दिन्छ फ्री अनलक भनेको छ, तपाईले फ्रीमा टच गर्नु होला। यति गरिसकेपछि तपाईको यो फोटो ब्याकग्राउन्ड हटेर तपाईको फाइलमा आइसकेको हुन्छ। अब तपाई ब्याक जानु होला। ब्याक गएर अब अघिनको यहाँ क्यानभामा आउनु होला, अपलोड गर्नु होला। अपलोड फाइलमा टच गर्नु होला। अब अपलोड फाइलमा टच गरिसकेपछि यहाँ डिभाइस एउटा खोल्छ, डिभाइस भन्नेमा टच गर्नु होला। यसरी हेर्न सक्नुहुन्छ तपाईले यहाँ अहिले भर्खर हामीले गरेको फोटो यहाँ छ, ब्याकग्राउन्ड हटाएको फोटो यहाँ आएको छ, पछाडिको पार्ट सबै हटेर आएको छ हैन। यसलाई हामीले सेलेक्ट गर्यौं। सेलेक्ट गरिसकेपछि अब यो फोटो यहाँ आएर बस्छ। अब यो फोटोलाई हामीले सेलेक्ट गर्यौं भने यसरी यहाँ आएर बस्छ। अब यो फोटोलाई पनि हामीले ठुलो सानो यसरी आफुलाई कस्तो साइजको मन पर्छ यसरी तपाईले पछाडिको पार्ट फोटोको रियल पछाडिको पार्ट नआउने गरी यसरी राख्न सक्नुहुन्छ। जस्तै मैले यहाँ राखेँ। अब यसलाई मलाई यतिको साइज ठिक लाग्यो, हल्का यति गर्दा ठिक होला। अब पछाडि यतापट्टि फोटोबाट बाहिर टच गर्नु होला, यो हट्छ, यस्तो भएको छ हैन। अब यसरी तपाईले आफ्नो डिजाइनिङ युट्युबको लागि चाहिने डिजाइनिङ फोटोहरू आफ्नै फोटो राखेर यसरी तपाईले थम्बनेल बनाउन सक्नुहुन्छ। अब यसलाई यति गरिसकेपछि साथीहरु माथिपट्टि अब यतिमा तयार भयो। तपाईले अब यसमा अरु केही गर्न चाहनुहुन्न भने चाहिँ तपाईले यसलाई डाउनलोड गर्नुपर्ने हुन्छ। अब अहिलेको लागि यसमा अझै पनि विभिन्न डिजाइनहरु हामीले गर्न सकिन्छ। अहिलेको लागि हामी यतिमै गरौँ। अब यो माथिपट्टि चाहिँ राइट साइडमा माथि फर्केको एरो छ, त्यसमा टच गर्नु होला यसलाई डाउनलोड गर्नको लागि। अब यहाँ तल डाउनलोडको अप्सन आएको छ, डाउनलोडमा टच गर्नु होला। डाउनलोडमा टच गरिसकेपछि साथीहरु यहाँ तपाईले यहाँ फोटोको साइज कुन राख्ने भनेर यहाँ अप्सन आउँछ। यसलाई केही पनि नगर्नु होला, तपाईले सिधै डाउनलोड गर्नु होला। यो PNG भनेर आएको छ, यो यसैमा सजेस्टेड भनेर आएको छ, यसैमा ठीक छ। त्यही भएर अब यसलाई हामी डाउनलोड गर्छौं। यो डाउनलोड हुँदैछ साथीहरु, अलिकति टाइम लाग्छ। हेर्न सक्नुहुन्छ साथीहरु फोटो डाउनलोड भइसकेको छ। अब यो फोटो हाम्रो सिधै ग्यालेरीमा आएको छ, ग्यालेरीमा आएको हुन्छ। अब म ब्याक गएँ, आफ्नो ग्यालेरीमा गएँ। ग्यालेरीमा गएपछि ग्यालेरीको फाइल खोलेपछि हाम्रो यहाँ युट्युबको लागि चाहिने थम्बनेल यहाँ आएर यसरी रेडी भएर बसिसकेको छ। यसरी नै बनाउने हो साथीहरु। तपाईहरुले अब बुझ्नु भयो होला भन्ने विश्वास राख्दछु। कसरी अब डिजाइन गर्ने, कसरी फोटो ल्याउने, कसरी आफ्नो फोटो राख्ने, पछाडि पार्ट नआउने गरी, अनि कसरी यहाँ यो युट्युब सम्बन्धी अब कसरी लेख्ने हैन। अब मैले यो चाहिँ उदाहरणको लागि मैले तपाईहरुलाई बनाएर देखाएको। तपाईहरुले आफ्नो युट्युबको लागि कस्तो प्रकारको बनाउन चाहनुहुन्छ, जस्तै युट्युब च्यानल कसरी खोल्ने, युट्युबमा कसरी काम गर्ने, त्यस्तो टाइटलहरु तपाईको
आफ्नो भिडियो सम्बन्धी तपाईँले यहाँ टाइटलले राखेर तपाईँले बनाउन सक्नुहुन्छ। हेलो साथीहरू, ल भिडियो हेरेर तपाईँहरूले राम्रोसँग बुझ्नुभयो होला भन्ने आशा राख्दछु। अब भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ र यस्तै भिडियोहरू तपाईँमा ल्याउँदै गरौँला। त्यो हेर्नुको लागि तपाईँले एउटा लाइक र सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला भन्दै आजको लागि बिदा चाहन्छु र नेक्स्ट भिडियोमा तपाईँहरू सामु भेट्ने बाचाको सँगै आजलाई बिदा चाहन्छु। हस्, नमस्ते, बाई।